हेलो साथीहरू, गुड नाइट भन्दै गुड नाइट भने छुट्टिन होइन तपाईँहरूको सामु भिडियो लिएर आउँदैछु त। यस्तो भिडियो छ। आज दाजुले पुरी बनाउँदै हुनुहुन्छ। पुरी बन्दैछ यस्तो तरिकाले। पहिलो चरणमा पुरी बनाउँदाखेरि अब त्यो तपाईँहरूलाई पनि थाहा भएको हो, मलाई पनि थाहा भएको हो, सबैलाई थाहा भएको कुरा हो। पहिलो चरणमा चाहिँ यो आँटालाई एकदम पेलेर होइन चट्ट बनाएर राख्नुपर्छ। त्यसपछि एक लट बेल्नु पऱ्यो। बेलिसकेपछि चट्ट यो अब यहाँ हो दाजुले बेल्नुहुन्छ होइन। अब बेल्नुहुन्छ यहाँ चाहिँ चट्ट पुरी बन्दैछ होइन। तपाईँहरूलाई पनि खानु मन लाग्यो भने, तपाईँहरूलाई पनि चाहियो भने चाहिँ सम्पर्क गर्नु होला। निरज लिम्बू फेसबुक र निरज लिम्बू युट्युब च्यानलमा पनि होइन मलाई सम्पर्क गर्नु होला। चाहियो भने पुरी डेलिभरी हुन्छ है त। यस्तो छ है त पुरीको। अब यसलाई एक चरण पल्टाइयो होइन। पल्टेपछि अब यो लगभग पाक्यो है। यस्तरी यहाँ चाहिँ दाजुले यस्तरी पुरी बेल्दै हुनुहुन्छ। मैले बेल्दा चाहिँ फेरि यस्तो गोलो कहिले हुँदैन, यो मलाई मात्रै थाहा छ। एक दिन बेलेर तपाईँहरूलाई पनि म देखाउने छु है त। बन्दैछ खसीको खुट्टा बन्दैछ। यहाँ चाहिँ खसीको खुट्टा बन्दैछ। यहाँ पुरी बन्यो भइगयो। यहाँ पुरी बेल्दै हुनुहुन्छ दाइले। त्यसपछि पुरीसँग चाहिँ के दाजु आज पुरीसँग बन्दैछ चिकन, पुरी र चिकन चट्ट। अनि मैले चाहिँ यहाँनिर अब धनियाँ काटेर राखेको छु होइन। यस्तरी धनियाँ काटेर राखेको छु। त्यसपछि मेरो चाहिँ यहाँ बन्दैछ सब्जी साथीहरू। यस्तरी यहाँ बन्दैछ सब्जी होइन। कस्तो बेसार मात्रै नजर आयो त यार। अहिले भरे यो चट्ट पानी सुकेपछि चाहिँ बब्बाल हुन्छ देखिन्छ होइन। है त साथीहरू यस्तो छ भन्दै भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला मन पऱ्यो भने होइन। यस्तै छ तपाईँहरूको साथ र सपोर्टको एकदम खाँचो छ। तपाईँहरू बिना यो निरज अधुरो छ है त। अनसक्सेस। तपाईँहरूले नै सक्सेस बनाउनु सक्नुहुन्छ। तपाईँहरूले नै मलाई जमिनमा ल्याउनु सक्नुहुन्छ होइन। तपाईँहरूको साथ र सपोर्टको अपेक्षा गरेको छु भन्दै भिडियोलाई चाहिँ यहीँ अन्त्य गरेँ। भिडियो अब निरज लिम्बू युट्युब र निरज लिम्बू युट्युब च्यानल र निरज लिम्बू फेसबुकमा आउँछ है त भन्दै भिडियोलाई यहीँ अन्त्य गरेँ है त।